एभ्रिवान, वेलकम टु माई 30 by 30 days मिनी भ्लग। आई होप तपाईँहरू सबैजना राम्रै हुनुहुन्छ। मैले चाहिँ बिहान लुगा उठाएर त्यत्तिकै राखेर गएँ होइन, ढिलो हुँदै थियो। आज सन्डे, अन्त आज चाहिँ हाम्रो 8 बजीदेखि स्टडी थियो। अन्त म चाहिँ आएर धमाधम लुगाहरू मिलाएँ, प्लस मेरो लुगाहरू राम्ररी राख्नु थियो। स्कुल जाने लुगा, फेरि त्यही रुममा बस्दा लाउने लुगाहरू, अन्त एकतिर स्कुल जाँदा लाउने, एकतिर घरमा बस्दा लाउने लुगाहरू अलग गरेँ। त्यहाँबाट नआउनुलाई लुगाहरू निकालेँ। अन्त चाहिँ म नुहाएर यहाँ आएर पहिला क्रिमहरू लाउँदै थिएँ होइन। क्रिमहरू लगाएर पछाडि चाहिँ हामी गयौँ लन्च गर्नु। लन्च गरेर आएर फेरि एकछिन मार्केट जाने काम थियो, लुगा निकालेँ। अनि म धमाधम रेडी भएँ होइन। रेडी भएर पछाडि एकछिन अब क्यामेराको अगाडि उयो गर्दै थिएँ। अन्त चाहिँ अब हामी गएको मार्केट होइन। जस्तै लुगा लगाए पनि चुन्नी चाहिँ ओढ्नै पर्छ भन्ने छ र यस्तो डरलाग्दो घाम थियो होइन। त्यहाँदेखि चाहिँ यहाँ चाहिँ म एकदम संस्कारी भएर चुन्नी सुन्नी ओढेर हिँड्दै थिएँ, किनकि कस्तो डरलाग्दो घाम लागिरहेको थियो। फेरि यो रेल पुल चाहिँ हामी क्रस गर्दै थियौँ होइन। त्यहाँदेखिको चाहिँ हामी ठिकै रोडमा जाने बित्तिकै यो अटो पनि आयो। यो अटोमा गयौँ हामी मार्केट। अन्त यहाँ चाहिँ हामी अटोबाट उत्रेर यस्तो डरलाग्दो घाम लागिरहेको थियो, फेरि भिड पनि थियो होइन। त्यहाँदेखिको चाहिँ हामी धमाधम मार्केट पस्यौँ। मार्केट पसेर चाहिँ पहिला हामी गयौँ दही खानु। फर्स्ट चाहिँ हामीले दही खायौँ। दही खाएर अलिकति एनर्जी आयो, सबै काम गरेर अब चाहिँ हामी घर फर्केको। 4 बजी पनि डरलाग्दो घाम लागिरहेको थियो। कतिखेर रुम पुग्नु भइसक्यो थियो। अन्त यहाँ चाहिँ हामी उत्रेर हिँड्दै थियौँ, किनकि त्यहाँबाट 10 मिनट मात्रै लाग्छ हिँडेर जानु, 10 मिनट पनि लाग्दैन। त्यहाँदेखिको चाहिँ यहाँ मैले त्यो उयो जिरा र अजवाइन भिजाउँदै थिएँ होइन। बिहान उठेर चाहिँ यसलाई त्यसको पानी चाहिँ पिउनुलाई। अन्त यो भिजाएँ। त्यहाँबाट चाहिँ मैले आम काटेर खाएँ। आम काटेर खाएर चाहिँ एकछिन वक गर्दै थिएँ माथि। सो यस गाइज, दिस मच फर टुडे। थ्याङ्क यू फर वाचिङ। बाई बाई।